हेलो नमस्ते नमस्ते। अब आजबाट चाहिँ 3 सेमिस्टर सुरु भएको छ। अब जाँदैछु आज यी कम्पनीबाटै जान थालेँ म आज। ल अब नेपाल फर्काउने केटाहरूलाई भेट्छु र फेरि रमाइलो गर्नुपर्छ। कम्पनीबाट निस्क्यौँ अब। ल आज यो रुममा नगएर यहाँ उसबाटै कम्पनीबाटै कपडा सपडा लगाएर म निस्केँ। अब नेपाल फर्काउने केटाहरूसँग भेट्छु अनि त्यसपछि मिठा मिठा गफहरू लिएर आउँछु है। ल ल ल साथीहरू, ल यो हो अब हाम्रो अर्को सेमिस्टर सुरु भयो। हाम्रो अब 3 सेमिस्टर सुरु भएको छ। निकै जाडो छ। यो माइनस आज 6 डिग्री छ। माइनस 6 डिग्री हुँदाहुँदै पनि यसरी यो एकदमै हात कट्ठै मैले चाहिँ तपाईँहरूलाई भिडियो लिइरहेको छु। यो मेरो कम्पनीबाट आउने बाटो हो। बाटोबाट म हिँड्दै गरेछु। अब झट्ट लाएर म नेपाल फर्काउने केटाहरूले भेटाउँछु अनि त्यसरी चाहिँ रमाइलो गर्नुपर्छ है। यतिखेर बिहानको 8 बज्यो। राति काम गरेर अब यो कलेज जानको निम्ति नसुतिकन यहाँ आँखा बिगारी छ। आँखा चाहिँ बटारेको छ नसुतेर। त्यही पनि चाहिँ कलेज भनेपछि छोड्नु हुँदैन। आज चाहिँ हामी बाहिर चाहिँ ह्यान्साङ सिलसुप गर्न जाने हो। ह्यान्साङ सिलसुपमा के हुन्छ तपाईँहरूलाई चाहिँ भिडियो बनाएर ल्याउँदैछु है। ल यो कम्पनीबाट अब म तल झर्दै अब नेपाल फर्काउने केटाहरूसँग जान्छु है। ल साथीहरू, ल के छ खबर? तपाईँहरू सन्चै हुनुहुन्छ होला कि होइन? यति बेलासम्म चाहिँ तपाईँहरूले भिडियो किन आएन भनेर तपाईँहरूले निकै गुनासो गर्नुभएको थियो। हामी कलेज गएका थिएनौँ। यस बिचमा चाहिँ फाङ आएको थियो। 1 महिनाको फाङ आएको थियो र त्यो फाङ आज चाहिँ सकिएको छ। अब आजबाट हामी निरन्तर कलेजकोमा जाँदैछौँ। त्यसकारण आजबाट फेरि नेपाल फर्काउने केटाहरूसँग चाहिँ भिडियो लिएर आउँदैछु। यसो हेरेर प्रतिक्रिया दिनु होला है। अब म जाँदैछु यी कम्पनीको छेउछेउबाट आएको छु। यो मेरो कम्पनी हो। यो कम्पनीको छेउछेउबाट बाटोमा हिँड्दैछु है। ल हस् साथीहरू, ल म अब नेपाल फर्काउने केटाहरूसँग भेटाएर तपाईँहरूसँग चाहिँ लिएर आउने छु है। ल अहिले गुड बाई। ल साथीहरूसँग भेट भयो। ल यी नेपाल फर्काउने केटाहरूसित आज हाम्रो दाइसँग भेट भयो। हामी यो गाडीबाट झरेर यहाँ क्याम्पसको प्राङ्गणमा छौँ। आज साराङ सुरभ सुम्नेर हामी यहाँ क्याम्पसको प्राङ्गणतिर आइसक्यौँ। आज चाहिँ बाहिर जाने तरिकाले हामी आज यो बुसान ठ्याक्कै हो यो है। बुसान युनिभर्सिटीको प्राङ्गणमा छौँ। यो है र यही हो बुसानको प्राङ्गण। बुसान क्याम्पसको प्राङ्गण यो हो। हामी आइसक्यो है। नेपाल फर्काउने केटाहरूसँग भेट भयो। हाम्रो 3 जना साथीहरूसँग भेट भएको। अझै साथीहरू आउन बाँकी नै छ है। साथीहरू आएको छन्। हाम्रो साथीहरू सबै भेट भयो। एकदमै भेट भयो। हाम्रो सबै साथीहरू आफ्ना गफ गर्दैछन् है। ल सबै साथीहरू भेट भएर गफ गर्दैछन् है। ल साथीहरू अब प्रतिस्पर्धा हो नि त नि अन्त ब्यालेटिङ मिसाइल भर्खरै गयो लडाकु विमान हो क्या लडाकु होइन कि सुल्टी यार, फेरि लडाकु भन्छ। जस्तो अहिले गरिरहेछ नि जिआरएफले यहाँ हाम्रो त्यो नेपाल त्यस्तो होइन कि यो पैसा चाहिने जापान के भन्छ अरे जापान होइन कि यो जम्मै पैसा चाहिँ नि कस्तो भयो भन्दाखेरि नेपालमा चाहिँ नि
अहिले चुनाव लागिरहेको छ नि त यो चाहिँ नि गलत गइरहेको छ क्या पैसा कसले बस्छ यो जुन उताबाट आएको पैसाहरू छ नि वर्किङ डेज अहिले 3 दिन हो नोटिस आएको छ अब नोटिस ल्याएको छ मलाई त्यो भनिदिनु अनि अफिसमा पनि फोन बिजी भएको अनदर कल भएर हो बोलेको बोले गर्नु पर्छ अनि मैले चाहिँ धेरै चुनाव आएर के भयो रे रिफन्ड गरेर त्यो पैसा होइन चुनाव आएर त्यो पैसा के भयो भन्नुभएको जिआरएफले त्यही भएर नदिएको फेरि हो उसले फेरि रङ लगाएको थियो जम्मै रासोपा मात्रै छन् यार केटाहरू जम्मा घन्टी मात्र भन्छन् यो रासोपाको यो बेइज्जत गरे साथीहरू यार जम्मा नेपाल थर्काउने केटाहरू यो ओरियामा पनि चाहिँ चुनाव लाएर साथीहरू आफ्नो पारामा चाहिँ रासोपा र घन्टी भनेको भनेछन् अब हामी चाहिँ यहाँबाट अब टुली यो गाडीबाट हामी हामी चाहिँ यो ठुलो गाडीमा चाहिँ टुर जाँदैछौँ हामी चाहिँ है हाम्रो यहाँ नेपाल थर्काउने केटाहरू चुनाव लाग्यो होइन के गर्ने त अनि देखेपछि हिंसा गर्नु पर्दैन ल हामी चाहिँ यो गाडीमा चाहिँ हामी चाहिँ टुर जाँदैछौँ हामी यहाँ 2 दिनको लागि टुर जाँदैछौँ हाम्रो दाइ पनि यता हुनुहुन्छ है ल यो बसबाट हामी चाहिँ अब टुर जाँदैछौँ एकदमै निकै रमाइलोको साथ अब टुर जाँदैछौँ हामी चाहिँ 안녕하세요 교수님 안녕하세요 유튜버들아 안녕하세요 हामी यो गाडीमा हामी हिँड्दैछौँ ल चाहिँ निस्क्यौँ ल हो मजाको गाडी छ 안녕하세요 아니 요거 दुर्गा सिंह 네 안녕하세요 हामी चाहिँ मजाको यो के हो यो निकै रमाइलोको यो गाडी र यतिहरू झलमल्ल छ यस्तो राम्रो गाडीमा हामी निकै रमाइलोको साथ हामी कति दिनको घुमायो अरे हामी पछाडि यो भिआइपी छ रमाइलोको साथ के सुल्टी चलाउन नजान्ने मान्छे म कहाँ देखाइदिएन यो 90 लाखको न अरे अहिले बेच्छ भने 9 लाख नेपाली दिनु न 90 लाखको 90 लाख तपाईँ कति टन 10 टन 10 टन अहिले गोल्ड प्राइस त 3,50,000 हो नि त होइन 50,000 अहिले घटेछ 20,000 घटेछ अनि यो भाइ 2,90,000 हो हामी आज 2,90,000 जाँदैछु भन्नु त टुर भनिदिनु पन्धो भने कहाँ हो कोरियाको पन्धो 전라남도 전라남도? 서면도 언더 해양치유센터 오늘 가가지고 내일 몇 시에 안녕하세요 진짜 오셨네 यत्रो गाडीमा हामी जाँदैछौँ है ल एकरा धमाल निकै रमाइलोका साथ हामी निस्किँदैछौँ है ल भाइहरू छ दुवैतिर खिचिरहेछौँ के छ हामी चाहिँ यो कुरियाको सबभन्दा होचो ठाउँमा जाने रिजल्टी तल पुछारमा पुछारमा भने छेजुडोको छेउतिर होइन साउथमा जाँदैछौँ निकै रमाइलोको साथ जाँदैछौँ है 2 दिनको हो हामी टुर 2 दिन 1 रात खलासीको अर्थ के हो थाहा छ कि छैन को ड्राइभर सहचालिका अब एउटा गाडी किन्नु तपाईँ अहिले त्यहाँ त सबै किन्नु अब एउटा शिशु पनि
ठाउँ भन्नु न बगरमा हो बगरमा बगर बगरमा होइन नाम भन्नु न रामबजार त्यो लेक साइडबाट 15 तपाईँले त्यो त्यो ठुटोबाट ऊ निस्केको थियो त पानी यही हो ऊ हाम्रो दिलीप सर र उसको घरसँग ठुटोबाट पानी निस्केको ठुटोबाट निस्किने उहाँको घर हो। त्यहाँ तपाईँले मन्दिर बनाएर त्यस्तो जे कुरो मैले पनि बनाइदिन्थेँ नि थुप्रै लाउँछ नि क्या ज्याकेट यो ज्याकेट पनि कम्ती 4-5 लाख 여기 자기 이름 누구? 한 번씩 써주세요. 없으면 뒤에도 있어요. म यहीँ हो त हामी चाहिँ निस्किँदैछौँ ल हामी गयो है ल फिल्टर यतै हो लाइभ नगर्नु न भने तपाईँ कहाँ कहाँ पुग्छ पुग्छ क्या लाइभ